अपने बालों के साथ खेलना बंद करो और शुरू करते हैं बिना किसी बकचोदी के। कमेन्ट कर, सब्स्क्राइब कर, घन्टी बजा। मेरो 15-20 सेकेन्डको भिडियो हेरेर मलाई जज गर्ने मान्छेहरू यता सुन। मुन्टु झोलामा टाउको खोलामा पुग्ला होस्कर म्याच 6 ओहोइ गंगु, कुरो त सही हो, तर तिम्रो भिडियो हेर्दै बाटोतिर यसरी टक 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 हिँडिरहेको थियो। कट्टु चाहिँ झोलामा, ज्यान चाहिँ खोलामा पुगेछ। खतम हो। के बोले भाइ? अब के बोले के जथाभावी बोले? अग्ली केटी इज लभ रे। म जस्तो डल्ली त तेरो भाग्यमा हुनु पनि पर्यो नि भाइ। यहाँ बाँदर मुखे अघि नभएपछि त्यति त भन्नु परिहाल्यो नि। अनि जाठी तँ जस्तो डल्ली पुड्कीलाई हामी जस्तो केटाहरूले हेर्नु पनि पर्यो नि, होइन त केटा हो? ए महन्सी होइन र मैले तँलाई औषधि नछुटाएर खा भनेको होइन, फेरि औषधि छुटाएर बौलाएर मरिस जाँठा। त जाँठा त हिल्सी चाहिँ होइन, पागल चाहिँ हो कि कस्तो घुमेको त्यहाँ। सिरकुले मात्रै भएन हौ माया, यो जाडोमा त तिमी नै चाहिएला जस्तो छ। चिसो बढी छ, गाह्रो छ। म आउँथ्यो माया, तर के गर्नु, तिमी तातिसकेपछि फेरि 20 लाख दाबी गर्छौ होला। भो माया म आउँदिन, जाडो नै ठिक छ। होस् माया। राम के बोलेर मरेको यो? आयोजकको नाम नै दुधी स्थानीय बजार व्यवस्थापन समिति रहेछ। खाली हल्लाउने काम मात्रै गर्छ जाँठा। ठिक छ हजुर। सन्चै अहिले कहाँ छौ? के छ हालत तिम्रो? अवस्था के छ? यो जाँठालाई त ठिक छ हजुर। गर्दाखेरि त कुकुर गुगु मुखभरि ल्याम हाल्नु पर्ने जाँठा। लाताले ब्वाक्क दिएर मुख झर्ने गरिदिन्छु। जाँठा खुस्के पागल झाँक्री। तिमीहरूको काठमाडौँ पोखरामा हुन्न के, नेपालगञ्जको विशाल चोकदेखि अलि भित्र राणा चोकमा आउनु पर्यो। यहाँ जम्मा 260 रुपियाँ। तिमीहरू होइन जाँठा, तपाईहरू भन्। बोल्ने तरिका छैन। तिमीहरूको त्यो राणा चोक होस् कि राणा चोक होस्, हामीलाई मतलब भएन भाइ। बोल्ने तरिका चाहिँ अलिकति भएन। यो जाँठालाई त एकचोटि महावीर पुनले बनाएको त्यो मान्छे जलाउने मिसिनमा हालेर परीक्षण गर्नु पर्यो। जाँठा ल्याएपछि पिरो नलगाइ। जापानमा गएर महिनाको कति कमाउँछस् रे? भाइ तैँले तँ नेपालमा 1 महिनामा कमाउने पैसा त म 2 दिनमै खाएर उडाइदिन्छु। अब बुझ कति कमाउँछु भनेर। अनि अर्को कुरा, धेरै एटिट्युड नदेखा रे भाइ। जापानमा छु, तँ जस्तो नेपालमा बहुतारेर हिँडेको छैन, बुझिस् नि? बुझ्यो भाइ बुझ्यो। त जाँठालाई जापानमा बौला कुकुरले टोकेको रहेछ, त्यही भएर कुरो नै बौला जस्तो गरिरहेछ। जाँठा मान्छे हेर्दाखेरि 6 महिना आइसियुमा राखेर भर्खर डिस्चार्ज भएको जस्तो छ। कुरो गर्छौ ठुलो ठुलो, के खान्छौ भाइ त्यस्तो? त जाँठा जे जस्तो भने पनि लास्टमा आउने भनेको नेपाल नै हो। त नेपालमा आउने खबर चाहिँ सुन्नुपर्छ कि जाँठा प्लेनबाट 20 बाटोमै गुलीले हानेर पक्लकै बारेन हुने चाहिँ पर्छ। एक्सको गर्लफ्रेन्डले प्रोफाइल भ्यू गरेको गरे गर्छ। धेरै नहेर है बहिनी, त भन्दा त राम्री नै छु ल। यो जाँठीको अनुहार हेर्दा चाहिँ सिलौटोमा पिस्दा पिस्दै उछिटिएको अदुवा जस्तो छ। एटिट्युड चाहिँ यत्रो किन सानो किन? बरु तेरो मिलन दाइले एकचोटि ताली बजाउँछु, नाच त्यसले मेरो सानो। लो नाच। आम्बो बहिनी, हाम्रो घरको कुकुरको डान्स र तिम्रो डान्स त एउटा फरक छैन। जाँठी नपत्याइ हेर।